आज हामी एउटा यस्तो कम्पनीको आइपिओ बारे कुरा गर्दैछौँ जसको विवरण पत्र हेर्दा एउटा निकै रोचक तर अलि अनौठो विरोधाभास देखिन्छ। ल आउनुहोस् यसलाई अलिक गहिराइमा गएर हेरौँ। कुरा एकदमै अनौठो छ। एकातिर एउटा स्वतन्त्र मूल्याङ्कन गर्ने संस्थाले भनिरहेको छ कि यो कम्पनीमा उच्च जोखिम छ, तर अर्कोतिर त्यही कम्पनीले चाहिँ भविष्यमा ठूलो नाफा हुन्छ भनेर लगानीकर्तालाई वाचा गरिरहेको छ। एउटै कम्पनीको बारेमा दुईवटा यति फरक फरक कुरा कसरी साँचो हुन सक्छ? ल यो रहस्यको जडोसम्म पुग्नलाई सुरु गरौँ आइपिओको सबैभन्दा बाहिरी र देखिने पाटोबाट, अर्थात् कति शेयर बिक्रीको लागि राखिएको छ भन्नेबाट। कम्पनीले सर्वसाधारणको लागि कुल 42,90,000 किता शेयर निष्कासन गर्दैछ। सुन्दा त यो आम लगानीकर्ताका लागि निकै ठूलो अवसर जस्तो लाग्छ, होइन र? तर एकछिन, यो पुरै शेयर आम सर्वसाधारणको हातमा आइपुग्दैन। सर्वसाधारणको पालो आउनु अघि नै कुल शेयरको करिब 19% हिस्सा त अरू समूहका लागि छुट्याइएको छ, जस्तै 10% वैदेशिक रोजगारीमा रहेकाहरूका लागि, 4% कम्पनीकै कर्मचारीहरूका लागि अनि 5% म्युचुअल फन्डहरूका लागि। अब यसको प्रक्रियाको कुरा गरौँ। आवेदन वैशाख 2 गते खुल्छ र छिटोमा 6 गते बन्द हुन्छ। तर मुख्य कुरा के हो भने लगानीकर्ताले सुरुमै 100% भुक्तानी गर्नुपर्छ। यसको मतलब शेयर पर्छ कि पर्दैन भन्ने थाहा नहुँदै लगानीकर्ताको पैसा केही दिनका लागि कम्पनीमा गएर अड्किन्छ। र यसले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। आफ्नो पैसा केही समयको लागि फसाउनु अघि के यो कम्पनीको वित्तीय अवस्था त्यो जोखिम उठाउन लायकको छ त? अब कम्पनीको हिसाब किताब हेरौँ र यो त कुनै फिल्मको कथा जस्तै छ, एकदमै नाटकीय उतार चढाव। एकछिन सोच्नुस् त, आर्थिक वर्ष 79-80मा कम्पनीको प्रति शेयर आम्दानी -42 रुपियाँ थियो, मतलब ठूलो घाटामा। तर 2 वर्षभित्रै यो नाटकीय रूपमा बढेर +16 रुपियाँ भन्दा माथि पुगेको छ। यो त साँच्चै नै अचम्म लाग्दो परिवर्तन हो। अनि यो कहानी इपिएसमा मात्रै सकिँदैन। कम्पनीको जगेडा कोष हेर्नुभयो भने त्यहाँ पनि त्यस्तै जादु देखिन्छ। 18 करोडभन्दा बढीको खाडलबाट सिधै 32 करोडको उचाइमा पुग्ने अनुमान, यो त पत्याउनै गाह्रो छ। त्यसो भए प्रश्न उठ्छ, यति छोटो समयमा यस्तो चमत्कारी वित्तीय सुधार कसरी सम्भव भयो त? यसको जवाब सायद कम्पनीको लेखापढी गर्ने तरिकामा लुकेको हुन सक्छ। विवरण पत्रको सानो अक्षरमा लुकेको एउटा प्राविधिक शब्द छ, भारित औसत इपिएस। अब यो के हो भने सरल भाषामा भन्दा यदि कम्पनीले वर्षको अन्त्यतिर मात्रै शेयर सङ्ख्या थप्यो भने हिसाब गर्ने सूत्रले गर्दा इपिएसको अङ्क वास्तविकभन्दा निकै राम्रो देखिन सक्छ। यो एक किसिमको गणितीय चलाखी हो। भनेपछि मुख्य कुरा के हो भने हामीले देखेको त्यो आकर्षक अङ्क, त्यो ठूलो नाफा कम्पनीको व्यापार साँच्चै बढेर नभई केवल हिसाब किताब मिलाउँदा देखिएको पनि हुन सक्छ। कागजमा त राम्रो देखियो, तर वास्तविकता के हो? अब हामी यो विश्लेषणको सबैभन्दा मुख्य मोडमा आइपुगेका छौँ। यहाँ हामी एउटा बाहिरी विज्ञको कठोर सत्य र कम्पनीले देखाएको रङ्गीन सपनालाई एकै ठाउँमा राखेर तुलना गर्नेछौँ। यो हो यथार्थ। केयर रेटिङ्स नेपाल जस्तो एक स्वतन्त्र संस्थाले प्रष्ट भनेको छ, यो कम्पनीले आफ्नो आर्थिक दायित्व समयमा तिर्न नसक्ने उच्च जोखिम छ। यो उनीहरूको विगतको काम हेरेर निकालिएको तथ्यपरक निष्कर्ष हो। तर त्यही कम्पनीले लगानीकर्तालाई कस्तो सपना देखाइरहेको छ त? 23% भन्दा बढीको प्रतिफल, करिब 8 वर्षमै लगानी फिर्ता अनि अर्बौंको नाफा। यो अङ्कहरूले त भविष्य एकदमै सुनौलो छ भन्ने देखाउँछन्। हो, यहाँनेर नै हो मुख्य विरोधाभास। एकातिर छ तथ्य, कम्पनीको विगतको काम र नगद प्रवाह, जसले भन्छ उच्च जोखिम छ। अर्कोतिर छ अनुमान, एक्सेल सिटमा बनाइएको एउटा आशावादी भविष्यको कथा, जसले भन्छ 23% नाफा हुन्छ। यो कुरालाई एउटा उदाहरणले छर्लङ्ग पार्छ। मानिलिनुहोस् डाक्टरको एक्सरेले खुट्टाको हड्डी नराम्ररी भाँचिएको देखाउँछ। यो भयो कम्पनीको उच्च जोखिम रेटिङ, जुन एउटा अकाट्य प्रमाण हो। तर त्यही भाँचिएको खुट्टा लिएर बिरामीले हाँस्दै भन्छ, म भोलि म्याराथन जित्छु। यो भयो कम्पनीको त्यो 23% नाफाको वाचा। त्यसैले आखिरमा यो विश्लेषणले एउटा निकै गम्भीर प्रश्नमा ल्याएर छोड्छ। लगानी गर्ने निर्णय गर्दा विश्वास केलाई गर्ने? एक्सरेले देखाएको भाँचिएको खुट्टाको यथार्थलाई कि म्याराथन जित्छु भन्ने त्यो महत्त्वकांक्षी दाबीलाई? यो निर्णयले नै लगानीको वास्तविक मर्मलाई उजागर गर्छ। तथ्य र कल्पनाको बीचमा सही छनौट गर्नु